साथीहरू यो मेरो भिडियो चाहिँ अनि पहिल्यै म माइत गएको बेला बनाएको हो है। अनि त्यसपछि म नेपालगञ्ज जाँदा औषधि गर्न आएको थिएँ। अनि मलाई चाहिँ यो गर्मीमा मलाई भिडियो सिडियो केही खिच्नै मन लागेन क्या। अनि त्यसपछि यसो हेरेको अनि मेरो मोबाइलमा यो भिडियो रहेछ अनि अपलोड गर्न बाँकी रहेछ क्या। अनि मैले अपलोड आज गरिदिन्छु भनेर गर्नलाई लाएँ। अनि हाम्रो घरमा चाहिँ मेरो माइतको घर है, मेरो आफ्नो घर चाहिँ उता हो। अनि मेरो माइतको घरमा चाहिँ म यस्तै बिरामी भएर यस्तै उसको करममा गएको थिएँ कि, भेटघाटको क्रममा मम्मी बिरामी भएर यता आएको थिएँ। अनि त्यसपछि मलाई यस्तो राम्रो देख्यो होइन, एलोभेराहरू सबै देखेँ होइन। अनि फुलहरू पनि के यस्तो राम्रो राम्रो गुलाब के, बिचरा मम्मी बिरामी भएर यताउता केही हेर्नै नपाउनु भएको। अनि त्यसपछि मैले अब आज सबै यो गोडिदिउँला भन्ने सोचिरहेको थिएँ कि। अनि गोडिदिउँला भन्ने सोचिरहेको थिएँ। अनि फुलहरू पनि कस्तो राम्रो राम्रो रहेछ है। के गर्ने साथीहरू, मम्मी बिरामी भयो भने त साह्रै टेन्सन हुने रहेछ कि। आफ्नो आमा होइन बिरामी भएपछि साह्रै मन पनि दुख्ने है। अब के गर्नु, कामको सिलसिलाले त आउनु पनि पाइँदैन। यो कस्तो राम्रो कि फुलहरू होइन, यस्तो गोडमेल गर्न पनि पाइँदैन। जस्तो भने पनि माया चाहिँ लाग्ने रहेछ क्या आफ्नो माइतको है। यस्तो देखिन्छ कि हाम्रो माइतदेखि पारि यो चाहिँ दैलेख जिल्ला पऱ्यो, यता सुर्खेत जिल्ला, यो चाहिँ गाउँ हो क्या। सानसानो गाउँ छ हाम्रोमा, सानो पहिला ठुलै छ जस्तो। त्यही चाहिँ बाटो हेर्नु न यहाँको यस्तो छ, खोबिल्टा खाबिल्टा। मलाई माइत आउनु पनि लास्टै डर लाग्ने कि है। अनि यो फुलको मुन्टा कस्तो राम्रो ठाउँ देखिरहेछ कि। मैले त्यतिखेर चाहिँ मैले भिडियो लोड गर्न पाएन। अनि मेरो छोरीले फेरि भिडियो हेरौँ न कहिलेको मामु भनिरहेको छ क्या मलाई। ए मैले फुलफुल यसो पचाक पुचुक समाएर चाहिँ प्याट फालिदिएँ। यस्तो राम्रो ठाउँ छ है यो ठाउँमा, कोही घुम्न आउनु होला। यतातिर ट्याक्क धरमपोखरा साइड, धरमपोखराको रोड पऱ्यो यतातिर है। ल यति भन्दै हो कि बाई। मैले यो भिडियो लोड गर्न पाएको थिइनँ, अहिले चाहिँ लोड गरेँ है। अनि त्यसपछि यस्तै म त भिडियो बनाएर राख्छु कि कहिलेकाहीँ यसो खाली भएको बेला लोड गर्न काम लाग्छ नि त। त्यही भएर मैले ड्राफ्टमा राखेको थिएँ। ओके बाई। यो नेपालगञ्जको गर्मीमा त केही गराउनै सक्दैन कि, भिडियो सिडियो पनि लास्टै गर्मी लाग्यो। योभन्दा त बरु राम्रो चाहिँ हाम्रै माथि लेकतिर हो। लेकतिर फेरि सेवा सुविधा चाहिँ हुँदैन नि त। त्यही भएर ओके बाई सबैजनालाई।